बस अति भयो। अब यो चाहिँ बालन सरकार, रवि सरकार र घन्टी सरकारको असाध्य अत्याचारै भयो। त्यसैको कारणले गर्दाखेरि आजैको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य समेत नहुने गरी परित्याग गरेको, सदस्यता परित्याग गरेको घोषणा गर्दछु। र आजको मितिबाट म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य, शुभचिन्तक, समर्थक, आलोचक, विरोधी केही पनि रहेन। आजका मितिबाट मैले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेँ। अब भन्छ कहिले भन्ला र सुनुला भनेर नाक यत्रो पारेर फुलाएको होला, हड्डी हाँसेको होला हैन, तर म त्यसो भन्नेवाला छैन। किन भन्नियो? शिक्षामा 3% भ्याट लायो भनेर, 50 युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लायो भनेर। अनि सोचौँ त हामी आफै, सरकारी विद्यालय छ त, निजी विद्यालयमा लगेर किन भर्ना गर्ने हो र? हो, अनि निजी विद्यालयमा लगेर महिनाको 10,000 15,000 तिरेर हामी आफ्ना बालबच्चाहरू भर्ना गर्न सक्छौँ भने 3%, 10,000 को 3% भने कति हुन्छ? 200-500 बढी तिर्न सक्दैनौँ हामी? त्यो राज्यलाई ट्याक्स तिर्न सक्दैनौँ? अनि 50-100 युनिट बत्ती प्रयोग गर्न सक्छौँ त, 1000-1500 को बत्ती प्रयोग गर्न सक्दाखेरि थप 20-50 रुपियाँ ट्याक्स तिर्न सक्दैनौँ हामी? किन नतिर्ने हो र? हाम्रो घर परिवार चल्नलाई हामीले 2 घण्टा 3 घण्टा काम गरेर हाम्रो घर परिवार पालिन्छ, चल्छ। हामी 8 घण्टा 10 घण्टा काम गर्छौँ त आफ्नो घर परिवार चलाउनको लागि। अनि राज्यले पनि त राज्य चलाउनलाई ट्याक्स भ्याट जोडेरै लिने त हो, हामीले नै तिर्ने त हो। त्यसमा सुधार गर्न सकिन्छ, सुधार गरौँ, सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने हो नि। अनि राज्यको आम्दानीको स्रोत ट्याक्स भ्याट बिना बाहेक अरू के हुन्छ त? त्यसो भए तपाईँ हामी मजदुरी गर्छौँ, ज्याला मजदुरी गर्ने हो, काम गर्ने हो, त्यस्तै त हो नि। राज्यले पनि त ट्याक्स भ्याट लाउने हो। तर त्यहाँबाट प्राप्त भएको बजेटलाई चाहिँ सही ठाउँमा सदुपयोग गर है भन्ने हो क्या। संसदमा गएको छ, 4 घण्टा 2 घण्टा उपस्थित भएको छ, तलब भत्ता खाएको छ, यी कुराहरूलाई कडाइ गर्नु पर्यो। कर्मचारीहरूलाई 8 घण्टा 10 घण्टा काममा लाउनु पर्यो। काम गर्दाखेरि यति उत्कृष्ट पाराले गर्नु पर्यो, यति इमान्दारिता पाराले गर्नु पर्यो, ताकि जनताले ओहो काम त गरेको छ है भन्ने हुने गरी काम गर्नु पो सुझाव दिने हो त। राज्यलाई आम्दानीका स्रोतहरू केही पनि नउठा भन्ने, अनि हामीलाई चाहिँ फेरि सडक पनि सुविधा सम्पन्न चाहिएको छ हैन, त्यस्तै गरी खानेपानी पनि चाहिएको छ, शिक्षा पनि चाहिएको छ, स्वास्थ्य पनि चाहिएको छ, सञ्चार पनि चाहिएको छ, उद्योग धन्दा पनि चाहिएको छ, रोजगारी पनि चाहिएको छ हैन। अनि हामीलाई सबै थोक चाहिएको छ, अनि पैसा चाहिँ नउठा भन्छौँ। अनि नेपाललाई लट्री लाग्दैन त? नेपाललाई लट्री लाग्ने भए पो वर्षै पछि लट्री लाग्छ, 50 खर्ब जति त त्यसै आउँछ, अनिखेर राज्यले ट्याक्स भ्याट नलगा अनि राज्यले त्यसरी चला भन्न सुनाउँछ त। राज्यलाई लट्री लाग्दैन। भए भरका उद्योग धन्दा कल कारखाना रोजगारी जति सबै भएका डामाडोल छन्। अनि यस्तो अवस्थामा राज्य चलाउनलाई त पैसा चाहियो, बजेट बनाउनु पर्लाई त। अनि त्यस्तो अवस्थामा राज्यले ट्याक्स भ्याट नलागे के लाउँछ त? बरु त्यसरी ट्याक्स भ्याट लगाएको कुराबाट जम्मा भएको पुँजीलाई चाहिँ सही सदुपयोग गरौँ, चालु खर्च भनौँ, विकास खर्च भनौँ, तिनीहरूमा चाहिँ बदमासी हुन नदिउँ। चाहे एउटा सामान्य स्तरको सरकारी मजदुरदेखि नेता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिहरूले समेत 8 घण्टा अनिवार्य काम गर्नुपर्ने बनाउनुपर्छ क्या। यो नीति बनाउनुपर्छ, अनि मात्रै पो हुन्छ त। देशमा ट्याक्स भ्याट नै नउठा भने पछाडि त्यसो भए त राज्यले दिने सेवा सुविधा पनि खोज्नु भएन नि त। गएर 15 मिनट लाइन बस्न पर्यो भने ओहो 15 मिनट लाइन बस्न पर्यो, मलाई यहाँ यस्तो उस्तो उस्तो भनेर आलोचना र विरोध गर्ने पनि हामी नै हैन। अनि त्यो 15 मिनटको लाइन हटाउनलाई, टेक्नोलोजी युज गर्नलाई त पैसा चाहियो नि त। पैसा बिना पैसा त हुँदैन केही पनि हो। अनि पैसाले चलाउनु पर्ने, पैसा चाहिने भएपछि राज्यले ट्याक्स भ्याट त लाउँछ त। तर ती ट्याक्स र भ्याटबाट उठेको पैसाहरूलाई चाहिँ सही सदुपयोग गर्नुपर्छ, गरौँ भन्ने हो क्या। बरु त्यो अर्को महिला मैत्री ब्लू बस मात्रै भनेको छ नि हो, यसमा चाहिँ असहमति जनाउँ, सुधार्न लगाउँ क्या। सुधार्ने हो, यो महिला मैत्री मात्रै बनाउने होइन। यसमा चाहिँ महिला, बालबालिका, पुरुष हैन, वृद्ध सबै चढ्न मिल्ने, चढेर यात्रा गर्न मिल्ने, तर त्यसलाई चाहिँ सुरक्षित बनाउने, त्यसलाई सम्मान हिसाबको बनाउने, त्यसमा एक अर्काप्रतिको सामिप्यता जुन एउटा हुन्छ नि बोन्ड बनाउने कोसिस गर्नुपर्छ क्या। कानुन बनाउनुपर्छ, दण्डनीय कानुन बनाउनुपर्छ।
अनि हो यो कानुनले चाहिँ सबैलाई समानता प्रदान गर्ने गर्नुपर्छ, तर यो छुट्याएर लैङ्गिक विभेद गरेर महिलाको लागि छुट्टै पुरुषको लागि छुट्टै भन्ने गरी चाहिँ बनाउनु हुँदैन। यसमा चाहिँ लाग्नुपर्छ क्या। तिमीहरूका हाँसेका हड्डी, लाइक फलो कमेन्ट गर्न नबिर्स। टेक केयर।